हेलो गाइस, आज चाहिँ म एक्लै सोलो हाइकिङ आएको अनि बाटो हेर्नुहोस् यहाँ। ओ माई गड, आज चाहिँ एक्लै क्या रमाइलो भइरहेछ। मेरो बाटो चाहिँ यस्तो डेन्जर छ कि आजको बाटो चाहिँ। खासमा चाहिँ यो हाइकिङ चाहिँ म वर्षा दिदीहरूबाट इन्सपायर भएर आएको, जोसको साथमा। आज मेरो छुट्टी पनि ट्युसडे भएर सन्डे भएको भए चर्च जानु पर्थ्यो, अनि ट्युसडे भएर आज चाहिँ म एक्लै सोलो हाइकिङ चल्दिएको है। हेर्दा कस्तो इन्ट्रेस्टिङ रहेछ क्या, डोरी तान्दै हिँड्नुपर्ने। अहिले चाहिँ मलाई जरुरी छैन डोरी तान्नुलाई है, जरुरी हुनेहरूलाई डोरी तान्दै हिँड्न मिल्छ। पानी पर्दा चाहिँ तान्नुपर्छ होला, अहिले त यसै तान्नु जरुरी छैन। यो माथि आइपुगिसकेँ म चाहिँ, मसँग फुल पनि छ। मम्मी, गर्मी भयो, घाम लागिरहेछ। यहाँ पनि डोरी राखिदिएको रहेछ। त्यो चाहिँ च्यालेन्जिङै रहेछ है, हल्का हल्का, तर ठिक छ। हेर्नु है, म कहाँ आइसकेँ। त्यो राम्रो बिल्डिङहरू लाइन देखिरहेछ है। म स्यासै भएँ। त्यहाँ समुद्र रहेको छ, तो सिधै ठाडो छ त हौ। आइया, धन्न आज त्यस्तै घाम चाहिँ लागेन है, मेरै लागि भनेर होला ठिक्क। आइया, मसँग नेचुरल फ्लावर बुके पनि छ। आइया, मेरो हालत चाहिँ देख्नुहुन्छ, ओह के भएको छ भन्ने कुरा। उकालो पनि यस्तो ठाडो उकालो रहेछ नि त। बल्ल यहाँ टपमा आइपुग्यो। खिच्दैछ त्यहाँ। ए भन्दै गीत लाउने चाहिँ मलाई अलिक फ्रेस भएको छ, किनभने म एकछिन बसेँ, फोटोसोटो खिचेँ। अनि यहाँबाट चाहिँ ओसन पार्क पनि देख्दो रहेछ। यहाँ चाहिँ ओसन पार्कको त्यो खेल्ने ठाउँहरू हो। उतापट्टिबाट केबल कार चढेर एन्ट्री भएर बल्ल यहाँ चाहिँ केबल कारबाट आउँछ अनि गेमहरू खेल्छ। अनि यहाँ समुद्र देख्नुहुनेछ, पानी जहाजहरू, नाउ हाइकर्सहरू पनि रहेको छ। म यही ठाउँमा गएको गाइस, तर यत्रो धेरै टाढा त छैन रहेछ, नजिकै रहेछ। यहाँनिर ड्रोन उडाउँदैछ। उतै सुसिरामा पुग्ने हो कि उकालो आयो, पछि ओह्रालो लागिन्छ। म चाहिँ यहाँ रहेको छु।
मसँग नेचुरल फ्लावर बुके पनि छ है नेचुरल अब चाहिँ म ओह्रालोतिर लागेँ त अहिलेसम्म चाहिँ यसो बस्यो फोटोसोटो खिच्यो भिडियो बनायो पसिना ससिना हरायो अहिले छैन मेरो पसिना देख्नुहुनेछ अब चाहिँ म ओह्रालो लागेछु ओह्रालो त लाग्यो तर मलाई यो ढुङ्गामा बसेर खिच्न मन लाग्यो यो ढुङ्गामा बसेर खिच्ने होला म गुड्केर लड्छ यस्तो छ गुरु खालको ढुङ्गा छ क्या त्यहाँ पनि मेरो साथी यता पनि मेरो साथी अब म चाहिँ यो ढुङ्गामा बसेर मजाले फोटो खिच्ने अनि त्यो तल तरेर पारी जाने मान्छेहरू कति धेरै मान्छेहरू पुगिसकेको छ है माया शीतलु जुन झै आमा तिम्रो काख माया दिने चौतारी पिपलु बर झै म चाहिँ यस्तो ओह्रालो हिँडाइछ है म चाहिँ त्यहाँ जाँदैछु कता टेक्नु हौ कता टेक्नु कता नटेक्नु उर्केर लड्यो भन्दा म त त्यो तल पुग्छु यहाँ तल फाइनली आइसकेको छु म अनि यो टपमा चाहिँ जाने कि नजाने पो लाग्छ थाल्यो अहिले त जानु पनि सक्छु नजानु पनि सक्छु है तर म यताउति चाहिँ घुम्छु पानीमा खेल्छु हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई तिमीले पुर्दा कसैलाई साह्रो हुन्छ यो तनलाई सोध्दा कसैलाई ठेस पुग्छ यो सोचलाई तिमी यहाँ चाहिँ गाउँबाट मरेको कि बाँचेको हो यो मरेको रहेछ यस्तो चाहिँ मान्छेले खुवाउँछ भनेको सुनेको थिएँ यस्तो चाहिँ निकालेर के हो नाम त थाहा छैन मलाई चाहिँ डर लाग्छ डर लाग्छ Day by day you're getting older. Try to find your way in life. There will be things to struggle over, and there ain't no end in sight. Hey, don't be afraid, you'll be okay. Right by your side, I'll keep you safe. Whatever may come, stand in your way. पागल हर घडी जिस्किरहन्छु म त तिम्रो जादुले छोड्यो कि हर घडी जिस्किरहन्छु म त तिम्रो जादुले छोड्यो कि मनभरि हुन्छ अचेल हलचल तिम्रो मोहनीले भेट्यो कि जता हेरे पनि देख्छु तिमीलाई म त भएछु कि पागल जता हेरे पनि देख्छु तिमीलाई म त भएछु कि पागल
Finally. माथि डाँडामा थियो अनि त्यताबाट झऱ्यो अनि त्यताबाट थाहै यहाँ त कस्तो डेन्जर चाहिँ बोल्नु पनि सकिनँ भाइ अब थाहा छैन म कहाँ गएको फर्किनु पनि चाहिँ के रहेछ साथीहरू थाहा भएन योसँग मैले 3 वटा भेटिसकेँ यताबाट आउँदाखेरि भार पनि बाहिर रहेछ लड्छ भनेर होला Day by day you're getting older. Try to find your way in life. There will be things to struggle over, and there ain't no end in sight. Hey, don't be afraid, you'll be okay. Right by your side, I'll keep you safe. together.